सानो एउटा ग्रो ब्यागमै रोपेको छु सलाद साग हाम्रो चाइनिज साग बर्करमा हाल्छ नि देख्नु भएको छ नि सलाद साग बुझ्दैम होला यहाँ बर्करमा पनि हालेको थाहा हुन्छ हेर्नुहोस् त कस्तो राम्रो फल्छ तपाईँको यो 6 महिनासम्म हामीले टिप्दै खाँदै गर्न पाइन्छ यसरी जति टिप्यो हाम्रो यो जुन छ नि पातहरू ल हेर्नुहोस् यसरी क्या यहाँ जति टिप्यो त्यति चाहिँ तपाईँको यो पात आउने रहेछ क्या मैले पनि लगाएरै जानेको है नलगाइ त थाहा हुँदैन हजुर है ल हेर्नुहोस् एउटा बोट भयो यति आउँछ एक दिनलाई त भयो होइन अब यो खाउन्जेल यो रेडी हुन्छ यो खाउन्जेल यो रेडी हुन्छ है यो खाउन्जेल यो रेडी हुन्छ यसमा चाहिँ यति तपाईँको मेरो हेलो ल हेर्नुहोस् है यो घिरौँला कत्रो भएको छ है यहाँ हेर्नु यो घिरौँला केमा रोपेको छु म हजुरलाई देखाउँछु ल आउनुहोस् हेर्नुहोस् त यहाँ यो छ नि यो गमलामै रोपेको हो है मैले यहाँ यत्रै गमलामा रोपेको यत्रो यही बोट हो है यो बोटबाट तपाईँको यत्रो झ्याङ्गेको छ ल हेर्नुहोस् यसलाई छारी दिनुपर्छ हामीले फल त अवश्य मिल्छ ल फलेको पनि यत्रै छ ल हेर्नुहोस् त कति राम्रो मैले कति खाइसकेँ है यहाँ हेर्नुहोस् नि कति राम्रो यहाँ पनि त्यहाँ पनि कुनामा छ है यसरी छारी चाहिँ चाहिन्छ यसलाई है अनि त्यहाँबाट त यस्तो राम्रो अब यहाँ बयर पनि छ है बयर चाहिँ अलिअलि भएको छैन पछि हुन्छ यहाँ फुलिरहेछ है अनि त्यो हाम्रो चाहिँ यो पनि सिमी नै हो है यो साग छ यहाँ चाहिँ तपाईँको यसमा चाहिँ भेन्टा छ हेर्नुहोस् है यहाँ हेर्नुहोस् यो चाहिँ मैले एउटा गमलामा रोपेको छु यो भेन्टा चाहिँ गमलामा हेर्नुहोस् न कति राम्रो भएको छ हेर्नुहोस् त आफूसँग कौसी खाली छ होइन गर्न सक्नुहुन्छ अनि तपाईँको यो भागमा पनि मैले पुरै रोपिरहेको छु होइन यता पनि छ यो तपाईँको भेन्टाहरू नै हो ल हेर्नुहोस् राम्रोसँगले फुलहरू हेर्नुहोस् त कस्तो राम्रो फुल खेलिरहेछ भेन्टाको लागि हेर्नुहोस् भेन्टा यहाँ फलिरहेछ ल हेर्नुहोस् यहाँनिर यो धानेकै पनि छैन हेर्नुहोस् न बोटलाई धाने छैन यो पानी परेर अलिकति उयो भएछ है ल हेर्नुहोस् तपाईँको धानेकै छैन 1 2 3 4 5 6 7 मैले यहाँ पहिले टिपिसकेको छु 2-3टा धानेको पनि छैन यसलाई 5 बोट मात्रै लगाउनु भयो भने हामीलाई 2टा एउटा तरकारीमा हाल्नलाई होइन सजिलै मिठो पनि हुने है हेर्नुहोस् ल क्याप्सिकम पनि मेरै बारीमा मेरै कौसीमा फलेको हो ल हेर्नुहोस् हामीले बजारमा जुन किन्छौँ नि क्याप्सिकम यस्तै छ होइन त साथीहरू ल हेर्नुहोस् त त्यो भन्दा यो साग पनि जति टिपो यहाँ मैले टिपेको हाँगाहरू जति टिपो त्यति आउने कस्तो राम्रो हेर्नु त पानीमा पहिला त तराईतिर है हुन्थ्यो यहाँ चाहिँ पनि यसरी ब्यागमा पनि हुँदो रहेछ मैले हेर्नु त गइरहेछ भेन्टा पनि त्यस्तै ल हेर्नुहोस् त भेन्टा पनि त्यही ग्रो ब्यागमै छ है ल हेर्नुहोस् हल्का यो पहेँलो पात हुन्छ के गर्ने पहेँलो पात छ भयो भन्नुहुन्छ चुडेर फ्यालिदिने नि यसलाई चुडिदिने अब यहाँबाट फेरि आउँछ जहाँ चुडिन्छ त्यहाँबाट अर्को हाँगा हाल्छ क्या हाम्रो अनि यसलाई मल पनि बेला बेलामा हल्का दिनै पर्छ हामीले मल पानी दिनुहोस् है किन्नै नपर्ने कति रमाइलो देख्नुभयो होला है हजुरहरूलाई पनि कति लागेको होला हेर्नुहोस् त ल हेर्नुहोस् मैले चाहिँ एउटा कैँची यस्तो कैँची भयो भने हजुरहरूलाई टिप्न पनि सजिलो हुन्छ क्या कैँची यस्तो भयो भने कति सजिलो हुन्छ हेर्नुहोस् है टिप्नु चट्टा यसरी अब हातमा उ पनि भएन ल हेर्नुहोस् त ल हेर्नुहोस् ल यसरी चाहिँ हामीले यो एउटा कैँची चाहिँ अनिवार्य हुन्छ राख्नुपर्ने हुन्छ यसरी यति भएपछि त हामीलाई त खानालाई पुग्छ हेर्नुहोस् है अब हजुरहरूले पनि लगाउनु नमस्ते मेरो टिकटकको साथीहरू ल हेर्नुहोस् यहाँ मेरो आज चाहिँ मैले हजुरलाई यो बन्दा यत्रो ग्रो ब्यागमा पनि हेर्नुहोस् त बन्दा भइरहेछ कस्तो राम्रो बोट भएको छ हेर्नुहोस् बन्दा देखाउँदैछु है म चाहिँ आज यता चाहिँ तपाईँ माछा खोर्सानी कस्तो राम्रो छ है रहर लाग्दो ल हेर्नुहोस् त ल हेर्नुहोस् यही हो ग्रो ब्यागमा यो ग्रो ब्याग हो म हजुरहरूले म यो ग्रो ब्याग के हो भन्ने कुरा देखाउने छु अनि यसमा भएको यो माटो मल होइन हजुरलाई म देखाउँछु कसरी रोप्ने के हालिरहेको छु मैले भन्ने कुरा हजुरहरूलाई म देखाउने छु यो तपाईँको यो यतिमै छ यति माटो हो हेर्नुहोस् हलुका छ यो हेर्नु यति फलेको छ हेर्नुहोस् हलुका हुन्छ माथि छतको लागि यो कोकोपिट हो यो सानो एउटा ब्लक छ यसमा 5 केजीको पनि ब्लक हजुरहरूसँग हामीसँग छ होइन 5 केजीको छ यहाँ अहिले मैले ल्याएको छैन तपाईँको यो कोकोपिट यो एउटा कोकोपिट चाहिँ यति धेरै फुल्छ क्या तपाईँको पानी हालेर होइन पानी हालेर हामीले हाल्नुपर्छ यसमा चाहिँ तपाईँको धेरै होइन
4 लिटर जति पानी खाला सायद 4 लिटर जति खाला होइन तपाईँको एकदम फुलेर आउँछ फुलेर आइसकेपछि हामीले यतिमा चाहिँ तपाईँको यो एउटा भर्मी कम्पोस्ट भन्ने छ मल होइन भर्मी कम्पोस्ट मल चाहिँ भर्मी कम्पोस्टलाई तपाईँलाई यो एउटा सानो कुकुरलाई चाहिँ हामीले यो 2 केजीको प्याकेट छ क्या यसमा चाहिँ हामी यो मिलाउन सक्छौँ 2 केजीको यति चाहिँ बराबर हुन्छ तपाईँको है यसरी मिक्स गर्ने है तपाईँलाई ठिक छ पनि मैले नै युज गरेको 4 वर्ष भयो यो है मैले आफूले घरमा युज गरेको चाहिँ 4 वर्ष भयो यो यसरी राखेर तपाईँको यस्तो अलिकति हल्का फोल्ड गरिदिनु भने राम्रो देख्छ क्या एकदम राम्रो पनि देख्छ यति माटोले होइन त हजुर यति माटोले हेर्नुहोस् यति नै माटो हो है यति नै माटो राखिरहेको छु मैले पनि तपाईँलाई म यो भेन्डी हो है यो भेन्डी त हजुरलाई म बिचमा ट्याक्क यसरी रोपिदिने हल्का पानी हालिदिने सानो बिरुवा छ होइन